गाइज ल अब आज फेरि हामी यो के भन्छ किङ अब्दुल्ला पार्क है यो चाहिँ किङ अब्दुल्ला पार्क आउँदैछ हेरौँ भित्र कस्तो रहेछ के रहेछ किङ अब्दुल्ला पार्क है टिकट छ टिकट किधर है टिकट ओपन ओके थ्याङ्क यू अब टिकट लिन जाँदैछु कसरी लिने के गर्ने भन्ने कुरा थाहा छैन अलरेडी हामीले टिकट पनि लिइसकेका छौँ हामी तिनजनाको लागि हामी तिनजनाको लागि है अच्छा क्या हाल है आपका चाहिए टिकट टिकट लिया ये फाड़ दिया रख दिया डब्बे में डाल दिया अभी हो गया खत्म शुक्रान ओके लेट्स गो जाँदैछौँ हामी भित्र है लेट्स गो अब के छ कस्तो रहेछ होइन जिन्दगीमा घुमघाम पनि गर्नुपर्छ के छ हाम्रो एउटा यहाँ कन्ने केटा छ भर्खर अघि उता भन्दै हुनुहुन्थ्यो चिल्ड्रेन आइम बेबी रे के म चाहिँ के हो त नि तपाईँले भन्नु भएन नि त यता चाहिँ म चिल्ड्रेन रे बच्चाको लागि अब बच्चा हो नि त कन्ने केटो चाहिँ म हो के बच्चा चाहिँ दाइ हो म कन्ने केटो अब यसलाई नेपाल गएर दुईटाको मिलेन है सिंगल कन्ने केटो म बच्चा चाहिँ दाइ केटालाई नेपाल पठाउन लाग्दैछु अब नेक्स्ट मन्थ के मन्थ है ए अर्को महिना नेपाल जाँदैछ त्यो बच्चा भनेको कारणले सकेसम्म यसलाई बे गरेर नदिन यसको बुवा मम्मीलाई चाहिँ म अनुरोध गर्दछु अहिले बेलै भएको छैन है औ ल बबालै ठाउँ रहेछ सायद राम्रै लाग्यो ठिकै छ होला ल ल मलाई पनि खिचिदिनु यो हेर दाई हो होइन दाई पनि अहिले कन्ने नै हुनुहुन्छ 16बाट 17 लाग्यो दाईको पनि बिहा गरिदिने भनेको यो दाईको बिहा गरिदिने भनेको उमेर अझै गएन भाइ अझै 10 वर्ष बाँकी छ भन्नुहुन्छ अब के भन्ने यसो हेऱ्यो हो कि जस्तो लाग्छ हेर्दै सानो मान्छे अझै पनि छ सानै छ दाइ जन्मेदेखि यत्रै हो यत्रै छ दाइ चढ्ने ठाउँ अलिकति इमेजिङ त्यो भित्र के छ हेलो गाइज आज चाहिँ किङ अब्दुल्ला पार्क आएको कि हामी होइन सबैजना आफ्नै पाराले हिँड्नु भएको छ म एक्लै परेको छु है यो चाहिँ अब नेसनल फ्ल्याग है नेसनल फ्ल्याग ठाउँ त भब्बालै छ राम्रो लाग्यो खुसी लाग्यो केही अब दुःखको चेनहरू भुलेर भए पनि यता रमाउने कोसिस गर्दैछु ल भवाल छ ल खुसी लाग्यो यो चाहिँ अब बतादेखि 6 किलोमिटर मात्रै रहेछ है अब चाहिँ यहाँहरूमा 11.5 त्यति टाढा पनि छैन खासै रमाइलो नै छ खास रमाइलो घुम्नलाई होइन यसो अब माइन्ड फ्रेस बनाउनलाई राम्रो छ हजुरहरू पनि आइदिनु होला होइन रुममा मात्रै बसेर के गर्नु होइन कुनै बेला हल्का एउटा फ्री टाइममा होइन फ्रेस माइन्ड बनाउनको लागि राम्रै छ त्यस्तो नै भन्ने छैन धेरै बेस्ट लाग्यो राम्रो छ अब एकछिनपछि झन् धेरै रमाइलो लाग्छ है लगभग अब साँझ पर्दै छ है त्यही भएर अलिकति अँधेरो भइसक्यो अब फर्किने बेला पनि भयो अँधेरो पनि भयो अब घुमेर मात्रै पनि त्यहाँ सम्भव छ र होइन मात्रै पनि ठुलो कुरो होइन अब ड्युटी छ ड्युटी गर्नुपर्छ सो अब चाहिँ सायद रुमतिर जान्छु होला होइन अब हिँड्ने तयारीमा त्यो आज रमाइलो भयो खुसी लाग्यो घुम्न पाइयो एटलिस्ट माइन्ड फ्रेस त भयो होइन सो गाइस अब चाहिँ हामी रुमतिर लाग्दैछु